हैन आज तँलाई स्कुल नजा भने हैन पल्लो गएर साइलीको पढीमा तिर्न जानु छ फेरि छाउ भएको बेलामा स्कुल जानु हुन्न भने तँलाई थाहा छैन र जहिले स्कुल जान लाग्दै यिनी आमाको किचकिच सुन्नु पर्ने भाइ त गयो त अघि नै स्कुल म पनि जान्छु के पढीमा तिर्न हजुर गए हुँदैन र हेर्न भाइको रिस गरे कि चुप लागेर साइलीको मजा म खाना खाएर आउँछु ससुरालीमा ख्याल ख्यालमा दिल बस्यो कान्छी सालीमा ख्याल ख्यालमा दिल बस्यो कता जान लाको हो सोल्टिनी डोक्को बोकेर स्कुल जान लागि किनी देख्या छैनस् नदेखेर त सोधेको नि सोल्टिनी अब असिनाले पनि बाली सबै झार्रेल्यो यार ल हेर सरू पनि कति छिटो ठुली भयो कि अब त बिहे गर्ने उमेर नि भयो हेर्न मुख फुल्ल्या कि त काम गर्न आयोस् कि तेरो रिस देखाउन आयोस् हे काम गर्नलाई त आछु नि नत्र तिम्रो मुख हेर्न लाछु हेर्न आफूभन्दा ठुला मान्छेसँग मुखमुखै लाग्यो कि खुरु खुरु आफ्नो काम गरे भइहाल्यो नि हेर सरू कि आमा यसका उमेरमा मेरा दुईवटा छोरीछोरी भइसकेको थिए विचार गर है बेलैमा बिहे गरिदेऊ होइन भने पल्लो घरेको भुन्टी जाइ नाक काटेर हिँड्ने नि फेरि जहिले मेरो कुरा काटे हुन्छन् अरूको कुरा नकाटेसम्म तिमीलाई खाएको पच्दैन आमा म घाँस काट्न गए ल छिटै आएस बेलुका भाइ भोकाएर आउँछ हेर सरू कि आमा के सोचेकी छौ यसको बारेमा अब त बिहे गर्ने उमेर नि भयो खै त्यसका बाले के भन्ने हुन् उसले त पढ्छु भन्छ क्यारे सुन दिदी तिमीलाई आफ्नै दिदी भनेर भनेको आजभोलि सरूको चालामाला मैले ठिक मान्दिनँ नि खुरु काम गर काम सकेपछि जति गफ गरे पनि हुन्छ क्यार म घर जान्छु अर्नी सर्नी बनाइकन पठाउन लगाउँछु काम गर है लोटाउलाई राम्रोसँग हिँड राम्रोसँग हिँडै लोट लिस्ने फेरि कस्तो थकाइ लाग्यो भने एकछिन बसौँ न बसौँ है बसौँ
ओइ केटी तिमीहरूलाई थाहा छ आज हर्के दाइको छोराको भात खुवाइ हो। साँझ त दरो नाचिन्छ, तिमीहरू पनि आऊ है। है त्यो दाइको त चारवटा छोरीपछि बल्ल एउटा छोरा भएको। दुवैजनाको खुसीले भुइँमा खुट्टै छैन। ओइ सरु त किन नबोले कि आउने होइन र त? खै घरमा आमाले केही भन्यो कि कुन्नी? राति म कतै जान्छु भन्यो कि भाइलाई पछि लगाइहाल्नुहुन्छ। हे जहिले पनि रमाइलोमा छुट्ने चाहिँ ए सरू रहेछ। हामी झन् के बहाना गरेर यसलाई साथ दिन्छौँ। यो भने चाहिँ अब एक दिन घरबाट बाहिर निस्किँदा आमाले गाली गर्नुहुन्छ। कति न हाम्रो घर नभए जस्तो। ल बरु जाउँ, तिमीहरू पनि राम्रोसँग जानु, म पनि गएँ। ल जाऊ है। ओइ सरु साँझ हर्के दाइको घरमा जसरी नै आउनुपर्छ है, फेरि मैले भन्दैछु छु नि। ल जाऊ। ओइ केटा केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्रा सत्यानाश भन्थे हो र छ। एउटा चरा आन्नन् त। ओ केटा बरु चरीहरू पो आए त हो। मलाई पनि त्यस्तै लाग्यो दाजु। आज त धेरै रमाइलो गर्नुपर्छ है। हो त नि, रमाइलो गर्न भनेर त आएको। आमाले थाहा पाउने पो हो कि कस्तो डर लागेछ। फेरि रातिमा घर जानु पनि त छ। होइन त किन डरा कि, हामी पुर्याइदेऊला नि बरु। ऊ त्यहाँ हेर त, ती केटाहरूले हामीलाई कसरी हेरिरहेका छन्। ती केटाहरू त हाम्रो गाउँका जस्ता पनि छैनन्। को हुनु नि? मेरो फुपूको छोरा के रमेश दाइ। जाऊ न बर्तन केटाहरूतिरै। जाऊ जाऊ। ए सविता पनि आगी रहेछ त। के छ नानी तेरो खबर? नमस्ते दाइ, म सन्चै छु। हजुरलाई त नदेखेको नि, मुनाले देखाएर पो देखेको त। ए हो र, म पनि साथीहरूसँग आएको थिएँ। बरु नाच कतिखेर सुरु हुन्छ? अब सुरु गरौँ न त, हामीले नगरी कसले गर्छ होइन? जाऊ न त, म पनि ताली बजाएर सहयोग गरौँला। धेरै पछि भेट भएको आजै हो, भेट भएको आजै हो,
ओइ केटा, नाचो सकियो, जाऊ न त। ओइ केटा, नाचो सक्यो, जाऊ न त। जाम हिँड। ला राति धेरै भइसक्यो, कसरी जाने घरमा? नडरा न, म मेरो रमेश दाइलाई भनिहाल्छु नि, एकछिन पख है। रमेश दाई, जाऊ न सरुलाई पुर्याउन उसको घरसम्म, रात पनि धेरै भइसक्यो। ए भइहाल्छ नि, बरु कहाँनिर हो पुर्याउनु पर्ने, बोला नि त। ओइ सरू, आइज घर जानलाई, दाइले पुर्याइदिने रे। अनि मलाई छुन त चाहिँ नजाने त? दाइ गइहाल्नुहुन्छ नि, रात पनि धेरै भयो, म र मुना पनि घर जान्छौँ, भोलि स्कुलमा भेटौँला, हुँदैन र? हुन्छ। ल केटाहरू, म उसलाई पुर्याएर आउँछु। आउँछस्? तिमीहरू गएर सुत्दै गर ल। जाई केटा, जा मोज गर। सरू, तिमी कति राम्रो नाच्दिरहेछौ है। त्यति राम्रो त होइन, म भन्दा त सविता नै राम्रो नाचे। खै, मलाई त तिम्रो नाच राम्रो लाग्यो क्या र। सायद हजुरको हेर्ने आँखा राम्रो भएर होला। तिमी राम्रो ननाचेको भए मेरो आँखाले कहाँ राम्रो देख्थ्यो होला र। तिम्रो घर कहाँनिर हो? अब 5 मिनट लाग्छ, किन हजुरलाई हिँड्न गाह्रो भएको हो र? होइन होइन, कसरी तिमीसँगै हिँड्न पाए त रातभरि हिँड्थेँ नि। हजुरले केही भन्नुभएको हो? होइन,
तिम्रो घरमा को हुनुहुन्छ? बा, आमा र भाइ अनि म। दुईटा दिदीको चाहिँ बिहे भइसक्यो। ए भनेपछि अब तिम्रो पालो हो। ल मेरो घर आयो, म गएँ है। अहिले आमाले देखे मार्नुहुन्छ। नानी दाई नमस्ते। नमस्ते। के छ नानी खबर? ठिक छ दाई। दिदी खै त? दिदी घाँस काट्न जानुभएको छ। ए अनि मम्मी? मम्मी परिमा तिर्न जानुभएको छ। ए हुन्छ, म पछितिर आउँला। दाइ आथ्यो भनिदिनु है त। हस्। म अहिले जान्छु है। हस् दाई। दाइ नमस्कार। आमा नमस्ते। आमा रमेश दाइ आउनु भएको छ, आउनु न बाहिर। ए पर्दैन माइजुला नबोला। यसो घुम्दै आथे, तँलाई यसो भेटु भनेर आएको। होला होला, मलाई भेट्न आएको। आजभोलि त खुब हाम्रो गाउँमा आउनुहुन्छ। तेरो गाउँ नै आउँ लाग्ने खालको छ त। बो नराट्नुहोस् मलाई। गाउँ राम्रो लागेको हो कि गाउँको मान्छे, मलाई राम्रोसँग थाहा छ। अनि थाहा रहेछ त, दाइलाई सहयोग गर्न छोडेर जिस्काउँछ भने। ओहो भान्जा बाबु नमस्ते। नमस्कार। आज कताबाट यतातिर? घरतिर सबै सन्चै हुनुहुन्छ नि? हजुर सन्चै हुनुहुन्छ। यसो सवितालाई भेटु भनेर आएको थिएँ। अनि मामा कहाँ जानुभएको छ? हजुरको मामा काममा जानु भएको छ। साँझसम्म आइपुग्नुहुन्छ होला। बस्नुहोस् न। ए साँच्चै गाई बस्तु भोकै छ। म यसो घाँसपात गरेर आउँछु, हजुर गफ गर्दै बस्नुहोस् ल। भयो पानी छोड न। बरु सुन न, सरुलाई मैले मन पराउँछु। यसो कुरो मिलाइदेन है? हेर्नुहोस् दाइ, सरू सोझी छे, राम्री पनि छे। उसलाई कसले मन पराउँदैन होला र? सरुले पनि मलाई मन पराउँछ होला। यसो मन बुझ्न ल, तेरै जिम्मा भयो ल। ल म बुझौँला। भोलि जङ्गल जाने बेला कुरा गर्नु पर्ला। ए हुन्छ, म जान्छु। भोलि साँझ 5 बजीतिर तँलाई फोन गर्छु। जसरी भए पनि सरुसँग कुरा चाहिँ गराइदे ल है। हुन्छ। सबिता हेर्न, घरमा आमा बाबा झगडा गरेर हैरान छ भने। न राम्ररी पढ्न पाइन्छ न स्कुल जान। मलाई त दिक्क लागेर आउँछ भने कतै टाढा जान पाइदिए पनि हुन्थ्यो। हो नि है, तेरो बुवाले रक्सी खाएर हो कि यो सब भएको? ए साँच्ची तैँले मेरो फुपूको छोरो रमेश दाइलाई त चिन्छस् नि? किन नचिन्नु? भेट भइरहन्छ त्यो दाइसँग त, बोलीचाली पनि हुन्छ। अनि कस्तो लाग्छ नि तँलाई? कस्तो हुनु र? राम्रै त हुनुहुन्छ नि। एउटा कुरा भन्छु, गाली नगर है। भन्न। दाइले भनेको दाइले तँलाई मन पराउनुहुन्छ रे। छि, के भन्छ कि त्यस्तो? त्यति राम्रो मान्छेले पनि मलाई मन पराउनु भएको होला त? नहुने कुरो। ल हेर, दाइको फोन आएको छ तसँग कुरा गर्नलाई। हेलो सरू, सन्चै छौ? सन्चै छु। हजुर सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। सरू, भोलि सवितासँग बुलबुले ताल आउन है घुम्नलाई। खै सबिताले के भन्छे? मैले सबितालाई फोन दिएँ है। हजुर दाइ। सविता, भोलि सरुलाई लिएर बुलबुले ताल आइज है जसरी पनि। हुन्छ, ल राखे फोन। ला के गर्ने अब? नडरा, स्कुल जाने भनेर निस्क्यौँला, अनि साँझ 4 बजे फर्क्यौँला नि। घरमा थाहा पायो भने मार्छन्, डर पो लाग्छ। हेर, तँ र मलाई मात्रै थाहा छ यो कुरा। म कसैलाई भन्दिनँ। हिँड, अबेर भइसक्यो, जाउँ घर। हुन्छ, भारी धकेल्दिन।
कस्तो डर लागेछ भने कसैले देख्यो भने के गर्ने? यसरी डराइस् भने त दुनियाँले चाल पाउँछन्। खुरु हिँड बरु। ओइ मलाई त विश्वास नै लागेको छैन भने तेरो दाइले मलाई मन पराउनुहुन्छ भन्ने। तर भेट्न चाहिँ कहिलेको आउनुहुन्थ्यो, तर चाल भने कहिले पाइन। हेर सरू, त्यो घरमा गए त रानी हुन्छस् त। कति राम्रो छ घर पनि। अनि हाम्रो दाइले भनेको छिट्टै बिहा गर्ने रे। यति छिट्टै बिहे? के भयो त, सबै राम्रो छ। दाइलाई त कतिले मन पराउँछ। हाम्रो आमाले भन्नुभएको सानै उमेरमा बिहे गरेर बच्चा पायो भने शरीर पनि राम्रो हुन्छ, बुढो पनि हुँदैन रे। हो र? के कुरा गरिराखेका तिमीहरू? हजुरकै बारेमा कुरा गरेको नि दाइ। सरूलाई डर लाग्यो रे। किन डराउनु पर्यो त लाठी? म छैन र? सबिता सुन्न, केही खानेकुरा लिएर आइज न ल। हुन्छ ल ल, हामी यही बस्दै गर्छौँ है त। सरू, तिमी आज कति राम्री देखिए कि। यति राम्रो मान्छेलाई कसैको आँखा लाग्ला नि फेरि। हो, म त पत्याउँदिन। हो त नि, तिमी साँच्चै राम्री छौ, त्यसैले त मैले मन पराएको। म जस्तो तिमी नराम्रो होइन क्यारे। सबिताले भनेको हजुरलाई त कति धेरै केटीहरूले मन पराउँछन् रे। मैले त तिमीलाई मन पराउँछु नि त, अरूको मलाई के मतलब। बरु तिमीलाई विश्वास लाग्दैन भने अहिले नै बिहे गर्न तयार छु। नाइ, म त अहिले बिहे नगर्ने। किन? अहिले गरे पनि पछि गरे पनि बिहे गर्नै पर्छ। यदि तिमीलाई विश्वास लाग्दैन भने छुट्टी कुरा हो। हाम्रो भेट भएको पनि यत्रो समय भइसक्यो। मैले त घरमा पनि भनिसकेँ कि म तिमीसँगै बिहे गर्छु भनेर। अनि किन भन्नु भएको त? अहिलेसम्म त गाउँमा सबैले थाहा पाइसक्यो होलान्, फेरि मेरो बेइज्जत पनि हुने भयो। किन डराकी त लाठी? म छैन र? के मेरो विश्वास लागेन र तिमीलाई? विश्वास लागेर त यहाँ आए कि नि, फेरि सानै उमेरमा बिहे गर्नुहुन्न नि त। को सानो छ र? म 19 को, तिमी 16 की। मेरो आमाले त मलाई 15 मा पाएको रे। दाइ छिटै घर जाऊ न, नत्र मान्छे खोज्न निस्किन्छन् अहिले। सबिता, सरू त अब मेरो घर जान्छ। अहिले? हो नि, भोलि तिमीहरू तयार भएर आऊ, अनि मेरो घर जानुपर्छ है। ल, म गएँ। ओइ केटा, एकैछिनमा आउँछु भन्थिस् त, टाइम त निकै लगाइस् त। कि बिगारिस् कि कसो हो? मलाई पनि त्यस्तै लाग्यो दाजु। छोड्दैन, जाऊ जाऊ केटा, जाऊ। ए आयो? हेर्नु न दाइ, यो डराइराखी छ। किन डराएको त नि? म छु त, जाऊ हिँड। हिँड, जाऊ। फुपू ढोगरे। ए भाग्यमानी भएछ। फुपू, दाइले सरलाई बिहा गर्नुभयो। के भन्छ यसले? रमेशले केटी भगायो रे? होइन, कसकी छोरी भगायो? मेरी साथी सरू मगर के फुपू। बरु पुसे कता जानुभयो? दाइ र सरू आउने बेला पनि भयो होला। दाइले मलाई खबर पुर्याइदे भनेर पठाउनु भएको। होइन, त्यसले मगरकी छोरी ल्याएर पो मरेछ। आफूले पनि टन्न दाइ जाउने ठाउँबाट बुहारी ल्याउला भनेको, त्यसले त मजदुरको छोरी पो भगाएर मरेछ। पख तेरो पुसाइलाई फोन गर्छु।
होइन किन फोन गरे यसले? नमस्ते भदैनी आएछिन्। किन फोन गरे त? म यहाँ आउँदै फेरि। लौ न रमेशका बा, रमेशले त मेरो माइती गाउँ कि मगर दाइकी छोरी पो भगाएर ल्याउँदैछ अरे नि। कसो गर्ने होला? त्यसले त हाम्रो सपना चकनाचुर पार्ने भयो। त किन आत्ते कि? अब केटी कसैको स्वास्नी होइन के रे? बिहा गर्ने उमेर भएको थियो गर्यो। अब पसलको कपडा जस्तो फिर्ता गर्न नमिल्ने। अब ठिकै त भयो त, काम गर्ने मान्छे भएन भन्दिस् बुढेसकालमा, तँलाई नै सजिलो हुन्छ। जसो जसो भन्छौ बुढा, मलाई त कति चित्त बुझा छैन। जा जा धेरै नफत्ता। ए काका, तिम्रो छोरी त पहिलो गएछ नि त। होइन मेरा छोराछोरी जे पो गरौँ, तँलाई के मतलब? त आफ्नो काममा खुरुखुरु आफ्नो बाटो लाग्न। हाम्रो लागि त त्यो छोरी मरिसक्यो। ए एउटा कुरा सोद्धा नि कति रिसाका बुढा। त्यो रमेशले पनि बिहा गरेलो, घाँटीमा दाम्लो झुन्ड्यालो। ओइ केटा, अब हामी के हार्ने होला त? मलाई पनि त्यस्तै लाग्यो दाजु। चुप लाग, तँलाई जति बेला पनि त्यस्तै लाग्छ? आफू गम्भीर सोचिरहेको छु यहाँ। ए रमेश यता बस् त। सुन रमेश, तेरी आमा पनि अब बिमारी छे, अनि बुहारीलाई घरको काम गर्ने भन्नु नि। तेरा माइती पनि साह्रै रिसाएका छन्। बुवा सरुले अझै पढ्छु भन्छन्। के रे पढ्छु अरे? पढ्ने भए किन पहिला आएको हो र? केले पढाउँछस् बाबै? पढेर हात्ती ठुलो भा हो र? हेर रमेश, यो पढ्ने सढ्ने भन्ने कुरा छोड्दे, बरु गृहस्थी कसरी धान्ने भन्ने कुरा त्यतातिर सोच। अब 9 कक्षासम्म बुहारीले पढेकै रहेछ त पुगिहाल्यो नि। तेरी आमा 1 कक्षा पनि नपढेर घर गृहस्थी गरेकै छ के रे? अनि उता तेरो त्यो दिदीलाई 8 कक्षा पढ्दा पढ्दै बिहा गरिदिएको, घर गरी खाएकै छ क्या रे? राम्रै बाँकी छ त। तर बुवा के तर न सर, तेरो बुढीलाई खुरुक्क छोरा पाउने भन्, नत्र दुनियाँले कुरा काट्न बेर लाउँदैन फेरि। अब तेरी आमाले ठिकै भनी हेर बाबु, समाजको अगाडि एक त आफूभन्दा तल्लो जातको केटी बिहे गरेर चाहिँ नाक काटिहालिस्। अब आफै सोच के गर्ने भन्ने कुरा। सम्झा तेरी स्वास्नीलाई त्यो घरको संस्कार के हो भन्ने कुरा। हुन्छ बुवा, म सम्झाउँछु सरुलाई।
ओ लफङ्ग कति लफङ्गी दिन्छौ? महालो गरे रमेशले बिहा गरिसक्यो, तल्लो गरे रामेले छोरो जन्माइसक्यो, तिमीहरू चाहिँ कहिले गर्छौ बिहा? हामीले बिहा गरेपछि मासु र भात धसा धसा घिचौँला भने होला। लौ गर्छौँ बिहे। मलाई पनि हिँड साले ढिलो भयो। आउनुभयो, बस्नुहोस् न। आमा बुवाले के भन्नुभयो त? म स्कुल जान पाउँछु रे अब? नपढाउने अरे, हुन त 9 कक्षासम्म पढेकै छौ, किन पढ्नु पर्यो र होइन? मैले त 7 पढ्दा पढ्दै छोडेको। बरु सुन न, बच्चा बच्ची जन्माउनेतिर पो तयारी गर्ने हो कि? पोहोर साल त अर्को वर्ष पढाउँछु भन्नुभएको होइन र? नाइ, म त अझै पढ्ने हो। बिहे भएको 1 वर्ष त भयो। म त जन्माउँदिनँ बच्चा, किन जन्माउने बच्चा? हेर, तिमीहरूले मलाई 2 ढुङ्गा बीचको तरुल नबनाऊ त। दुनियाँले कुरा काट्न थालिसके, बच्चा नजन्माउने भए विवाह किन गरेको भनेर। ऊ रामेले अस्ति छोरो जन्माइसक्यो, आफ्नो भने के हो यार? हेर तैँले बिहा गरेका पनि यतिका वर्ष भइसक्यो। तेरो टेस्टै हो कि भाउजूको टेस्टै हो कि? छोराछोरी खेलाउने मन छैन? मलाई पनि त्यस्तै लाग्यो दाजु। छोराछोरी खेलाउन मन छ भने बिहा गर। सरे, ओए सरे, बाहिर सरे भाउजू बाहिर कम होइन, को बाहिर कराउने हो? पुरै बिगारिसके मेरो छोरालाई यो राक्षसनीले। पहिला त यस्तो सधैँ रक्सी खान्थेन, आजभोलि त सधैँ रक्सीमा मातेर आउने भइसक्यो। आफ्नो बाउ जस्तो गराइसके। आमा तिमी चुप लाग। सरे, ओए सरे, आज योसँग फुल एन्ड फाइनल कुरा हुन्छ। मनमा कति पीर छ, कसले बुझ्छ मेरो पीडा? कति लागि छोरी भए पो त मेरो छोरालाई सपार्थी। न त ढङ्ग छ, न त छोराछोरीले पाउन सक्छ। बाजीकै कि आमा, मेरो माइतीले के बिगारेको छ र गाली गर्नुहुन्छ? अझै म पुगै लाग्छ, तँलाई त मरि जान्छु। तँलाई त अझ म पुगै लाग्छ। तँलाई न त छोरी, तँलाई ल आमा पुगै छोड्न सक्छु। आमा छिन, आमा छोड्देऊ के? मर्छ यो मरि भने म के गर्ने? के गर्ने? छोरा पाउने, अर्की बारी बिहे गर्ने। यसलाई त तेरो पहिला लगेर भित्र खुरुक्क जाऊ। यहाँ दुनियाँको अगाडि रमी त नदेख, मैले भन्दै छु। कुलङ्गार मेरो छोरालाई
आऊ त के भानी भाइ आमा म पानी लिन जान्छु है। जाऊ जाऊ बुढा हाम्री बुहारी त दुई जिउकी भइछिन् नि, यसपालि त केही नभए हुन्थ्यो। राम्रै भयो त नि, 2 वर्षपछि भयो भने ठिकै भयो। अब गाउँलेले कुरा काट्न छाड्लान् नि। म त एकदम खुसी छु बुढा। यो बुढीको खुसी पनि होइन किन कराके आमा बिहान बिहानै? हेर त बाबु, तेरी स्वाइनीको फेरि बच्चा खसेछ। तिलाई बिहा गरेर मरेछ। त्यस्तो होइन होला आमा, एकचोटि स्वास्थ्य चौकी पो लैजाने हो कि? जे गर्छस् गर, योसँग 3-3 बच्चा खसिसके। कस्तो बाँझो ल्याएर जन्मिछि। आमा तिमी डोको तयार पार्दै गर, म साथीहरूलाई बोलाएर ल्याउँछु है। हुन्थ्यो त एउटा जाब छिटो जाऊ न आमा।
डाक्टर साहब नमस्ते। नमस्कार। के भएर रहेछ बाबु मेरो बुहारीलाई? हजुरको बुहारीलाई कलिलो उमेरमा पटक पटक गर्भ रही खेर गएको हुँदा यस्तो अवस्था आएको हो। हे होइन होला, नभए कुरा गर्नुहुन्छ। त्यसको उमेरमा त मैले 2टा केटाकेटी पाइसकेका थिएँ। हेर्नुहोस् आमा, सबैलाई एउटै हुँदैन। बुहारीलाई ख्याल गर्नुपर्ने समय हो यो। धेरै सानो उमेरमा गर्भवती हुँदा शारीरिक अवस्था परिपक्व भएको हुँदैन। बच्चा जन्माउनको लागि महिलाको उमेर 22 देखि 24 वर्षको हुनुपर्छ। त्यसपछि मात्रै स्वस्थ बच्चा जन्मिन्छ। हजुरकी बुहारीको 3 पटक गर्भ खेर गएको हुँदा उसको शारीरिक अवस्था कमजोर भएको हो। उचित स्याहार नपाउँदा पाठेघरको समस्या, बाल तथा मातृ मृत्यु र रक्त अल्पता हुन्छ। आज तपाईँको बुहारीलाई पनि त्यस्तै भएको हो। म जान्छु घरतिर। यस्ता वंश धान्न नसकेले कसले पालेर बस्छ त्यसै। अझै कस्तो अबुझ छ हाम्रो समाज। महिला भएर महिलाको समस्या बुझ्दैनन्। डाक्टर साहब नमस्ते। नमस्कार मुना। होइन, हजुर किन एक्लै बोलिरहनु भएको छ? हेर न मुना, एकजना महिलाको आफ्नो बुहारीको पटक पटक गर्भ खेर गएको रहेछ। अहिले उनको अवस्था गम्भीर छ भनेको बुहारीलाई सासूले अस्ते नगरेर गई। अनि तिम्रो याचेको ओजेटी कहिलेसम्म हो? अझै 3 महिना बाँकी छ डाक्टर साहब। बरु मलाई त तिनी महिलालाई भेट्न मन लागेको छ डाक्टर साहब। ए जाऊ नि त, 12 नम्बर रुममा हो। ल मेरो पनि उता काम छ। सुन्नुहोस् त, सरु 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 केटी हो, तिमीले आफ्नो भविष्यको बारेमा के सोचेका छौ? आज हामी आफ्नो भविष्यको बारेमा कुरा गरौँ न है। म भन्छु पहिला, म त नर्स बन्ने अनि टन्नै पैसा कमाउने हो, अनि ठुलो हस्पिटल खोल्ने हो। तिमीहरूको योजना के छ नि? म त ठुलो व्यापारी भएर धेरै पैसा कमाएर स्कुल खोल्छु, जहाँ गरिबका बच्चा पनि अंग्रेजी माध्यमबाट निशुल्क पढ्न पाउँछन्। ओइ सरू, त चाहिँ के बन्ने विचार गरिस् कि तेरो सपना छैन? किन नहुनु, मेरो त झन् सपनाहरू छन्। म स्कुल आउनु नपाउँदा शिक्षक बन्ने सपना बुन्छु। कोही बिरामी हुँदा डाक्टर हुने सपना, कसैलाई अन्याय हुँदा वकिल बन्न मन लाग्छ। यति धेरै सपनाहरू छन् मेरा। बुझ्यौ तिमीहरूले? हेर न हेर, यसले सपना देखेकी। ओइ सरु, तेरो नाम त सपना हुनुपर्ने। सरु नाम राख्ने बाहुन भेटा भए नि मैले 2 मिनेट यसरी कुर्थे कि।
होइन आज तँलाई स्कुल नजा भने होइन, पल्लो गएर साइलीको पढीमा तिर्न जानु छ। फेरि छाउ भएको बेलामा स्कुल जानुहुन्न भने तँलाई थाहा छैन र? जहिले स्कुल जान लाग्दा यिनी आमाको किचकिच सुन्नुपर्ने। भाइ त गयो त अघि नै स्कुल, म पनि जान्छु के पढीमा तिर्न हजुर गए हुँदैन र? हेर्न भाइको रिस गरे कि चुप्पो लागेर साइलीको मजा, म खाना खाएर आउँछु। ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो, कान्छी सालीमा ख्याल ख्यालमै दिल बस्यो। कता जान लाको सोल्टिनी डोक्को बोकेर? स्कुल जान लागि कि नि देख्या छैनस्? नदेखेर त सोधेको नि सोल्टिनी। अब असिनाले पनि बाली सबै झारेल्यो यार। ल हेर सरू पनि कति छिटो ठुली भयो कि। अब त बिहे गर्ने उमेर नि भयो। हेर्न मुख फुल्ल्या कि त काम गर्न आयोस् कि तेरो रिस देखाउन आयोस्? काम गर्नलाई त आछु नि, नत्र तिम्रो मुख हेर्न लाछु। हेर्न आफूभन्दा ठुला मान्छेसँग मुखमुखै लाग्यो कि खुरु खुरु आफ्नो काम गरे भइहाल्यो नि। हेर सरू कि आमा, यसका उमेरमा मेरा दुईवटा छोरछोरी भइसकेको थिए। विचार गर है बेलैमा बिहे गरिदेऊ, होइन भने पल्लो घरेको भुन्टी चाहिँ नाक काटेर हिँड्ने नि। फेरि जहिले मेरो कुरा काटे हुन्छन्, अरूको कुरा नकाटेसम्म तिमीलाई खाएको पच्दैन। आमा म घाँस काट्न गए। ल ल छिटै आएस, बेलुका भाइ भोकाएर आउँछ। हेर सरू कि आमा, के सोचेकी छौ यसको बारेमा? अब त बिहे गर्ने उमेर नि भयो। खै त्यसका बाले के भन्ने हुन्, उसले त पढ्छु भन्छ क्यारे। सुन दिदी, तिमीलाई आफ्नै दिदी भनेर भनेको। आजभोलि सरूको चालामाला मैले ठिक मान्दिन नि। खुरु खुरु काम गर, काम सकेपछि जति गफ गरे पनि हुन्छ क्यार। म घर जान्छु, अर्नी सर्नी बनाइकन पठाउन लगाउँछु। काम गर है। लोटाउलाई राम्रोसँग हिँड। राम्रोसँग हिँडै लोट लिस्ने फेरि। कस्तो थकाइ लाग्यो भने एकछिन बसौँ न। बसौँ है बसौँ। ओइ केटी हो, तिमीहरूलाई थाहा छ आज हर्के दाइको छोराको भाग खुवाइ हो। साँझ त डरो नाचिन्छ, तिमीहरू पनि आऊ है। है त्यो दाइको त चारवटा छोरी पछि बल्ल एउटा छोरा भएको। दुवैजनाको खुसीले भुइँमा खुट्टै छैन। ओइ सरू, त किन नबोले कि आउने होइन र त? खै घरमा आमाले केही भन्यो कि कुन्नी? राति म कतै जान्छु भन्यो कि भाइलाई पछि लगाइहाल्नुहुन्छ। हे जहिले पनि रमाइलोमा छुट्ने चाहिँ ए सरू रहेछ। हामी झन् के बहाना गरेर यसलाई साथ दिन्छौँ। यो भने जब एक दिन घरबाट बाहिर निस्किँदा
आमाले गाली गर्नुहुन्छ, कति न हाम्रो घर नभए जस्तो। ल बरु जाउँ, तिमीहरू पनि राम्रोसँग जानु, म पनि गएँ। ल जाऊ है। ओइ सरु, साँझ हर्के दाईको घरमा जसरी नि आउनुपर्छ है, फेरि मैले भन्दै छु नि। ल ल जाऊ। ओइ केटा, केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्रा सत्यानाश भन्थे, हो र छ? एउटा चरा आनन्द। ओ केटा, बरु चरीहरू पो आए त हो। मलाई पनि त्यस्तै त्यस्तै लाग्यो दाजु। आज त धेरै रमाइलो गर्नुपर्छ है। हो त नि, रमाइलो गर्न भनेर त आएको। आमाले थाहा पाउने पो हो कि कस्तो डर लागेछ। फेरि रातिमा घर जानु पनि त छ। होइन त किन डराकी, हामी पुर्याइदेऊला नि बरु। ऊ त्यहाँ हेर त, ती केटाहरूले हामीलाई कसरी हेरिरहेका छन्। ती केटाहरू त हाम्रो गाउँका जस्ता पनि छैनन्। को हुनु नि? मेरो फुपूको छोरा के रमेश दाई। जाऊ न बर्तन केटाहरूतिरै। जाऊ जाऊ। ए सविता पनि आगिरहेछ त। के छ नानी तेरो खबर? नमस्ते दाई, म सन्चै छु। हजुरलाई त नदेखेको नि, मुनाले देखाएर पो देखेको त। ए हो र, म पनि साथीहरूसँग आएको थिएँ। बरु नाच कतिखेर सुरु हुन्छ? अब सुरु गरौँ न त, हामीले नगरी कसले गर्छ होइन? जाऊ न त, म पनि ताली बजाएर सहयोग गरौँला। धेरै पछि भेट भएको आजै हो, भेट भएको आजै हो,
ओइ केटा, नाचो सकियो, जाऊ न त। ओइ केटा, नाचो सक्यो, जाऊ न त। जाम हिँड। ला राति धेरै भइसक्यो, कसरी जाने घरमा? नडरा न, म मेरो रमेश दाइलाई भनिहाल्छु नि, एकछिन पखै। रमेश दाई, जाऊ न सरुलाई पुर्याउनु उसको घरसम्म, रात पनि धेरै भइसक्यो। ए भइहाल्छ नि, बरु कहाँनिर हो पुर्याउनु पर्ने, बोला नि त। ओइ सरू आइज घर जानलाई, दाइले पुर्याइदिने रे। अनि मलाई छुन त चाहिँ नजाने त? दाइ गइहाल्नुहुन्छ नि, रात पनि धेरै भयो, म र मुना पनि घर जान्छौँ, भोलि स्कुलमा भेटौँला, हुँदैन र? हुन्छ। ल केटाहरू, म उसलाई पुर्याएर आउँछु। आउँछस्? तिमीहरू गएर सुत्दै गर ल। जाई केटा, जा मोज गर। सरू,
तिमी कति राम्रो नाच्दै रहेछौ है। त्यति राम्रो त होइन, मभन्दा त सविता नै राम्रो नाच्छे। खै मलाई त तिम्रो नाच राम्रो लाग्यो क्या र। सायद हजुरको हेर्ने आँखा राम्रो भएर होला। तिमी राम्रो ननाचेको भए मेरो आँखाले कहाँ राम्रो देख्थ्यो होला र। तिम्रो घर कहाँनिर हो? अब 5 मिनट लाग्छ। किन हजुरलाई हिँड्न गाह्रो भएको हो र? होइन होइन, यसरी तिमीसँगै हिँड्न पाए त रातभरि हिँड्थेँ नि। हजुरले केही भन्नुभएको हो? होइन, तिम्रो घरमा को को हुनुहुन्छ? बा, आमा र भाइ अनि म। 2टा दिदीको चाहिँ बिहे भइसक्यो। ए भनेपछि अब तिम्रो पालो हो। ल मेरो घर आयो, म गएँ है। अहिले आमाले देखे मार्नुहुन्छ। नानी दाई नमस्ते। नमस्ते। के छ नानी खबर? ठिक छ दाई। दिदी खै त? दिदी घाँस काट्न जानुभएको छ। ए अनि मम्मी? मम्मी परिमा तिर्न जानुभएको छ। ए हुन्छ, म पछितिर आउँला। दाइ आथ्यो भनिदिनु है त। हस्। म अहिले जान्छु है। हस् दाई। दाइ नमस्कार। आमा नमस्ते। आमा रमेश दाइ आउनु भएको छ, आउनु न बाहिर। ए पर्दैन माइजूलाई नबोला। यसो घुम्दै आथे, तँलाई यसो भेटु भनेर आएको। होला होला, मलाई भेट्न आएको। आजभोलि त खुब हाम्रो गाउँमा आउनुहुन्छ। तेरो गाउँ नै आउँ आउँ लाग्ने खालको छ त। बोबो नडाट्नुहोस् मलाई। गाउँ राम्रो लागेको हो कि गाउँको मान्छे, मलाई राम्रोसँग थाहा छ। अनि थाहा रहेछ त, दाइलाई सहयोग गर्न छोडेर जिस्काउँछ भने। ओहो भान्जा बाबु, नमस्ते। नमस्कार। आज कताबाट यतातिर? घरतिर सबै सन्चै हुनुहुन्छ नि? हजुर सन्चै हुनुहुन्छ। यसो सवितालाई भेटु भनेर आएको थिएँ। अनि मामा कहाँ जानु भएको छ? हजुरको मामा काममा जानु भएको छ। साँझसम्म आइपुग्नुहुन्छ होला। बस्नुहोस् न। ए साँच्चै गाई बस्तु भोकै छ। म यसो घाँसपात गरेर आउँछु, हजुर गफ गर्दै बस्नुहोस् ल। भयो पानी छोड न। बरु सुन न, सरुलाई मैले मन पराउँछु, यसो कुरो मिलाइदेन है। हेर्नुहोस् दाइ, सरू सोझी छे, राम्री पनि छे। उसलाई कसले मन पराउँदैन होला र? सरुले पनि मलाई मन पराउँछ होला। यसो मन बुझ्न ल, तेरै जिम्मा भयो ल। ल ल म बुझुला। भोलि जङ्गल जाने बेला कुरा गर्नु पर्ला। ए हुन्छ, म जान्छु। भोलि साँझ 5 बजीतिर तँलाई फोन गर्छु। जसरी भए पनि सरुसँग कुरा चाहिँ गराइदे ल है। हुन्छ। सविता हेर्न, घरमा आमा बा झगडा गरेर हैरान छ भने। न राम्ररी पढ्न पाइन्छ न स्कुल जान। मलाई त दिक्क लागेर आउँछ भने कतै टाढा जान पाइदिए पनि हुन्थ्यो। हो नि है, तेरो बुवाले रक्सी खाएर हो कि यो सब भएको? ए साँच्ची तैँले मेरो फुपूको छोरो रमेश दाइलाई त चिन्छस् नि? किन नचिन्नु? भेट भइरहन्छ त्यो दाइसँग त, बोलीचाली पनि हुन्छ। अनि कस्तो लाग्छ नि तँलाई? कस्तो हुनु र? राम्रै त हुनुहुन्छ नि। एउटा कुरा भन्छु, गाली नगर है। भन्न। दाइले भनेको दाइले तँलाई मन पराउनुहुन्छ रे। छि, के भन्छ कि त्यस्तो? त्यति राम्रो मान्छेले पनि मलाई मन पराउनु भएको होला त? नहुने कुरो। ल हेर, दाइको फोन आएको छ तसँग कुरा गर्नलाई। हेलो सरू, सन्चै छौ? सन्चै छु। हजुर सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। सरू, भोलि सवितासँग बुलबुले ताल आउन है घुम्नलाई। खै सविताले के भन्छे? मैले सवितालाई फोन दिएँ है। हजुर दाइ। सविता, भोलि सरुलाई लिएर बुलबुले ताल आइज है जसरी पनि। हुन्छ, ल राखेँ फोन। ला के गर्ने अब?
नडरा स्कुल जाने भनेर निस्क्यौला अनि साँझ 4 बजे फर्क्यौला नि। घरमा थाहा पायो भने मार्छन्, डर पो लाग्छ। हेर तँ र मलाई मात्रै थाहा छ यो कुरा, म कसैलाई भन्दिनँ। हिँड, अबेर भइसक्यो, जाउँ घर। हुन्छ, भारी धकेल्दिन। कस्तो डर लागेछ भने, कसैले देख्यो भने के गर्ने? यसरी डराइस् भने त दुनियाँले चाल पाउँछन्। खुरु हिँड बरु। ओइ, मलाई त विश्वास नै लागेको छैन भने तेरो दाइले मलाई मन पराउनुहुन्छ भन्ने। तर भेट्न चाहिँ कहिले कसो आउनुहुन्थ्यो, तर चाल भने कहिले पाइन। हेर सरू, त्यो घरमा गए त रानी हुन्छस् त। कति राम्रो छ घर पनि। अनि हाम्रो दाइले भनेको छिट्टै बिहा गर्ने रे। यति छिट्टै बिहे? के भो त, सबै राम्रो छ। दाइलाई त कतिले मन पराउँछ। हाम्रो आमाले भन्नुभएको सानै उमेरमा बिहे गरेर बच्चा पायो भने शरीर पनि राम्रो हुन्छ, बुढो पनि हुँदैन रे। हो र? के कुरा गरिराखेका तिमीहरू? हजुरकै बारेमा कुरा गरेको नि दाइ। सरूलाई डर लाग्यो रे। किन डराउनु पर्यो त लाठी? म छैन र? सबिता सुन्न, केही खानेकुरा लिएर आइज न ल। हुन्छ। ल हामी यही बस्दै गर्छौँ है त। सरू, तिमी आज कति राम्री देखिएकी। यति राम्रो मान्छेलाई कसैको आँखा लाग्ला नि फेरि। हो, म त पत्याउँदिन। हो त नि, तिमी साँच्चै राम्री छौ, त्यसैले त मैले मन पराएको। म जस्तो तिमी नराम्रो होइन के रे? सबिताले भनेको हजुरलाई त कति धेरै केटीहरूले मन पराउँछन् रे। मैले त तिमीलाई मन पराउँछु नि त, अरूको मलाई के मतलब? बरु तिमीलाई विश्वास लाग्दैन भने अहिले नै बिहे गर्न तयार छु। नाइ, म त अहिले बिहे नगर्ने। किन? अहिले गरे पनि पछि गरे पनि बिहे गर्नै पर्छ। यदि तिमीलाई विश्वास लाग्दैन भने छुट्टी कुरा हो। हाम्रो भेट भएको पनि यत्रो समय भइसक्यो। मैले त घरमा पनि भनिसकेँ कि म तिमीसँगै बिहे गर्छु भनेर। अनि किन भन्नु भएको त? अहिलेसम्म त गाउँमा सबैले थाहा पाइसक्यो होलान्, फेरि मेरो बेइज्जत पनि हुने भयो। किन डराकी त लाठी? म छैन र? के मेरो विश्वास लागेन र तिमीलाई? विश्वास लागेर त यहाँ आए कि नि, फेरि सानै उमेरमा बिहे गर्नुहुन्न नि त। को सानो छ र? म 19 को, तिमी 16 की। मेरो आमाले त मलाई 15 मा पाएको रे। दाइ छिटै घर जाऊ न, नत्र मान्छे खोज्न निस्किन्छन् अहिले। सबिता, सरू त अब मेरो घर जान्छ। अहिले? हो नि, भोलि तिमीहरू तयार भएर आऊ अनि मेरो घर जानुपर्छ है। ल, म गएँ। ओइ केटा, एकैछिनमा आउँछु भन्थिस् त, टाइम त निकै लगाइस् त। कि बिगारिस् कि कसो हो? मलाई पनि त्यस्तै लाग्यो दाजु। छोड्दैन, जाऊ जाऊ केटा, जाऊ। ए आयो? हेर्नु न दाइ, यो डराइराखी छ। किन डराएको त नि? म छु त, जाऊ हिँड। हिँड, जाऊ।
फुपू ढोगरे। ए भाग्यमानी भएस्। फुपू दाइले सरलाई बिहा गर्नुभयो। के भन्छ यसले? रमेशले केटी भगायो रे? होइन, कसकी छोरी भगायो? मेरी साथी सरु मगरकै फुपू। बरु पुसे कता जानुभयो? दाइ र सरु आउने बेला पनि भयो होला। दाइले मलाई खबर पुर्याइदे भनेर पठाउनु भएको। होइन, त्यसले मगरकी छोरी ल्याएर पो मरेछ। आफूले पनि टन्न दाइ जाउने ठाउँबाट बुहारी ल्याउला भनेको, त्यसले त मजदुरको छोरी पो भगाएर मरेछ। पख तेरो पुसाइलाई फोन गर्छु। होइन, किन फोन गरे यसले? नमस्ते, भदैनी आएछिन्। किन फोन गरे त? म यहाँ आउँदै फेरि। लौ न रमेशका बा, रमेशले त मेरो माइती गाउँकी मगर दाइकी छोरी पो भगाएर ल्याउँदैछ अरे नि। कसो गर्ने होला? त्यसले त हाम्रो सपना चकनाचुर पार्ने भयो। त किन आत्ते कि? अब केटी कसैको स्वास्नी होइन के रे? बिहा गर्ने उमेर भएको थियो, गर्यो। अब पसलको कपडा जस्तो फिर्ता गर्न नमिल्ने। अब ठिकै त भयो त, काम गर्ने मान्छे भएन भन्दिस् बुढेसकालमा, तँलाई नै सजिलो हुन्छ। जसो जसो भन्छौ बुढा, मलाई त कति चित्त बुझा छैन। जा धेरै नफत्फता। ए काका, तिम्रो छोरी त पहिला गएछ नि त। होइन, मेरा छोराछोरी जे पो गरौँ, तँलाई के मतलब? त आफ्नो काममा खुरुखुरु आफ्नो बाटो लाग्न। हाम्रो लागि त त्यो छोरी मरिसक्यो। ए एउटा कुरा सोद्धा नि कति रिसाएका बुढा। त्यो रमेशले पनि बिहा गरेलो, घाँटीमा दाम्लो झुन्ड्यालो। ओइ केटा, अब हामी के हार्ने होला त? मलाई पनि त्यस्तै लाग्यो दाजु। चुप लाग, तँलाई जति बेला नि त्यस्तै लाग्छ। आफू गम्भीर सोचिरहेको छु यहाँ। ए रमेश, यता बस त। सुन रमेश, तेरी आमा पनि अब बिमारी छे, अनि बुहारीलाई घरको काम गर्ने भन्नु नि। तेरा माइती पनि साह्रै रिसाएका छन्। बुवा, सरुले अझै पढ्छु भन्छन्। के रे पढ्छु अरे? पढ्ने भए किन बोइला आएको हो र? केले पढाउँछस् बाबै? पढेर हात्ती ठुलो भा हो र? हेर रमेश, यो पढ्ने सढ्ने भन्ने कुरा छोड्दे। बरु गृहस्थी कसरी धान्ने भन्ने कुरा त्यतातिर सोच। अब 9 कक्षासम्म बुहारीले पढेकै रहेछ त, पुगिहाल्यो नि।
तेरी आमा एक कक्षा पनि नपढेर घर गृहस्थी गरेकै छ के रे। अनि उता तेरो त्यो दिदीलाई 8 कक्षा पढ्दा पढ्दै बिहा गरिदिएको, घर गरी खाएकै छ क्या रे। राम्रै बाँकी छ त। तर बुवा के तर न सर, तेरो बुढीलाई खुरुक्क छोरा पाउने भन्, नत्र दुनियाँले कुरा काट्न बेर लाउँदैन फेरि। अब तेरी आमाले ठिकै भनी हेर बाबु, समाजको अगाडि एक त आफूभन्दा तल्लो जातको केटी बिहे गरेर चाहिँ नाक काटिहालिस्। अब आफै सोच के गर्ने भन्ने कुरा। सम्झा तेरी स्वास्नीलाई त्यो घरको संस्कार के हो भन्ने कुरा। हुन्छ बुवा, म सम्झाउँछु सरुलाई। ओ लफङ्ग, कति लफङ्गी दिन्छौ? महालो गरेर रमेशले बिहा गरिसक्यो, तल्लो गरेर आमेले छोरो जन्माइसक्यो, तिमीहरू चाहिँ कहिले गर्छौ बिहा? हामीले बिहा गरेपछि मासु र भात धसा धसा घिचौँला भन्ने होला। लौ गर्छौँ बिहे। मलाई पनि हिन साले ढिलो भयो। आउनुभयो, बस्नुहोस् न। आमा बुवाले के भन्नुभयो त? म स्कुल जान पाउँछु रे अब? नपढाउने अरे, हुन त 9 कक्षासम्म पढेकै छौ, किन पढ्नु पर्यो र होइन? मैले त 7 पढ्दा पढ्दै छोडेको। बरु सुन न, बच्चा बच्ची जन्माउनेतिर पो तयारी गर्ने हो कि? पोहोर साल त अर्को वर्ष पढाउँछु भन्नुभएको होइन र? नाइ, म त अझै पढ्ने हो। बिहे भएको 1 वर्ष त भयो। म त जन्माउँदिनँ बच्चा। किन जन्माउने बच्चा? हेर, तिमीहरूले मलाई 2 ढुङ्गा बीचको तरुल नबनाऊ त। दुनियाँले कुरा काट्न थालिसके, बच्चा नजन्माउने भए विवाह किन गरेको भनेर। रामेले अस्ति छोरो जन्माइसक्यो, आफ्नो भने के हो यार? हेर रमेश, तैँले बिहा गरेका पनि यतिका वर्ष भइसक्यो। तेरो त्यस्तै हो कि त्यो भाउजूको त्यस्तै हो कि छोराछोरी खेलाउने मन छैन? मलाई पनि त्यस्तै लाग्यो दाजु। छोराछोरी खेलाउन मन छ भने बिहा गर। सरे, ओए सरे, बाहिर सरे भाउजू बाहिर कम आउट होइन, को बाहिर कराउने हो? पुरै बिगारिसके मेरो छोरालाई यो राक्षसनीले। पहिला त यस्तो सधैँ रक्सी खान्थेन, आजभोलि त सधैँ रक्सीमा मातेर आउने भइसक्यो। आफ्नो बाउ जस्तो गराइसकी। आमा, तिमी चुप लाग। सरे, ओए सरे, आज योसँग फुल एन्ड फाइनल कुरा हुन्छ। मनमा कति पीर छ,
कसले बुझ्छ मेरो पीडा? कति लागि छोरी भए पो त मेरो छोरालाई सब पार्थी। न त ढङ्ग छ न त छोराछोरीले पाउन सक्छ। बजीकै कि आमा मेरो माइतीले के बिगारेको छ र गाली गर्नुहुन्छ? अझै म पुगै लाग्छ। मलाई त मरि जान्छ। मलाई त अझ म पुगै लाग्छ। मलाई न त छोरी मलाई ल आमा पुगै छोड्न सक्छ। मलाई होला छिन। मर्न सक्छ त मरि हाल्नु। आमा छोड्देऊ के? मर्छे यो मरि भने म के गर्ने? के गर्ने? छोरा पाउने अर्की बुहारी बिहे गर्ने। यसलाई त तेरो पहिला लगेर भित्र खुरुक्क छ। यहाँ दुनियाँको अगाडि रमी त नदेख। मैले भन्दै छु कुलङ्गर मेरो छोरालाई यता आऊ त। के भानी भाइ? आमा म पानी लिन जान्छु है। जाऊ जाऊ। बुढा हाम्री बुहारी त दुई जीवकी भइछिन् नि। यसपालि त केही नभए हुन्थ्यो। राम्रै भयो त नि। 2 वर्षपछि भयो भने ठिकै भयो। अब गाउँलेले कुरा काट्न छाड्लान् नि। म त एकदम खुसी छु बुढा। यो बुढीको खुसी पनि आमा 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 पेट दुख्यो। आमा के भयो यसलाई? के भयो फेरि? यो लक्ष्मी फेरि तू हेर मरिछे। हे भगवान मैले के गल्ती गरेको थिएँ यस्तो दिन देख्न पर्यो। आमा होइन किन कराके आमा बिहान बिहानै? हेर त बाबु फेरि सैनिकको फेरि बच्चा खसेछ। किलाई बिहा गरेर मरेछ। त्यस्तो होइन होला आमा। एकचोटि स्वास्थ्य चौकी पो लैजाने हो कि? जे गर्छस् गर। योसँग 3-3 बच्चा खसिसके। कस्तो बाँझो ल्याएर जन्मिछि। आमा तिमी डोको तयार पार्दै गर। म साथीहरूलाई बोलाएर ल्याउँछु है। हुन्थ्यो त एउटा जाबो न। छिटो जाऊ न आमा। बिस्तारै बस है। म बोक्छु छोड्दा। त्यो सरू मलाई
आमा आमा अय्या। आमा अय्या। अय्या। डाक्टर साहब नमस्ते। नमस्कार। के भएर रहेछ बाबु मेरो बुहारीलाई? हजुरको बुहारीलाई कलिलो उमेरमा पटक पटक गर्भ रही खेर गएको हुँदा यस्तो अवस्था आएको हो। ए होइन होला, नभएको कुरा गर्नुहुन्छ। त्यसको उमेरमा त मैले 2टा केटाकेटी पाइसकेका थिएँ। हेर्नुहोस् आमा, सबैलाई एउटै हुँदैन। बुहारीलाई ख्याल गर्नु पनि समय हो यो। धेरै सानो उमेरमा गर्भवती हुँदा शारीरिक अवस्था परिपक्व भएको हुँदैन। बच्चा जन्माउनको लागि महिलाको उमेर 22 देखि 24 वर्षको हुनुपर्छ। त्यसपछि मात्रै स्वस्थ बच्चा जन्मिन्छ। हजुरकी बुहारीको 3 पटक गर्भ खेर गएको हुँदा उसको शारीरिक अवस्था कमजोर भएको हो। उचित स्याहार नपाउँदा पाठे घरको समस्या, बाल तथा मार्ती मृत्यु र रक्त अल्पता हुन्छ। आज तपाईँको बुहारीलाई पनि त्यस्तै भएको हो। म जान्छु घरतिर। यस्ता वंश धान्न नसकेले कसले पालेर बस्छ त्यसै। अझै कस्तो अबुझ छ हाम्रो समाज। महिला भएर महिलाको समस्या बुझ्दैनन्। डाक्टर साहब नमस्ते। नमस्कार मुना। होइन, हजुर किन एक्लै बोलिरहनु भएको छ? हेर न मुना, एकजना महिलाको आफ्नो बुहारीको पटक पटक गर्भ खेर गएको रहेछ। अहिले उनको अवस्था गम्भीर छ भनेको बुहारीलाई सासूले वास्तै नगरेर गई। अनि तिम्रो याचेको ओजेटी कहिलेसम्म हो? अझै 3 महिना बाँकी छ डाक्टर साहब। बरु मलाई त तिनी महिलालाई भेट्न मन लागेको छ डाक्टर साहब। ए जाऊ नि त, 12 नम्बर रुममा हो। ल मेरो पनि उता काम छ। केटी हो, तिमीले आफ्नो भविष्यको बारेमा के सोचेका छौ? आज हामी आफ्नो भविष्यको बारेमा कुरा गरौँ न है। म भन्छु पहिला, म त नर्स बन्ने अनि टन्नै पैसा कमाउने हो, अनि ठुलो हस्पिटल खोल्ने हो। तिमीहरूको योजना के छ नि? म त ठुलो व्यापारी भएर धेरै पैसा कमाएर स्कुल खोल्छु, जहाँ गरिबका बच्चा पनि अंग्रेजी माध्यमबाट निशुल्क पढ्न पाउँछन्। ओइसहरू त चाहिँ के बन्ने विचार गरिस् कि तेरो सपना छैन? किन नहुनु, मेरो त झन् सपनाहरू छन्। म स्कुल आउनु नपाउँदा शिक्षक बन्ने सपना बुन्छु। कोही बिरामी हुँदा डाक्टर हुने सपना, कसैलाई अन्याय हुँदा वकिल बन्न मन लाग्छ।
यति धेरै सपनाहरू छन् मेरा बुझ्यौ तिमीहरूले हेर न हेर यसले सपना देखेकी ओइ सरु तेरो नाम त सपना हुनुपर्ने सरु नाम राख्ने बाहुन भेटा भए नि मैले 2 मिनेट यसरी कुर्थे कि